है साथीहरू, आज हामी हिमाली हब्स अर्ग्यानिक सेन्टरमा आज हामी आएको। आज के छ हामीसँग के ब्रान्ड छ भने यहाँ हामीसँग एकदम शुद्ध गाई भैँसीको घिउ है। यो किनभने उच्च हिमाली क्षेत्र जुम्ला जुम्ला डोल्पा हुम्ला अवस्थित त्यहाँबाट ल्याएको उच्च हिमाली क्षेत्र पाइने यो गाई भैँसीको घिउ पनि हामीसँग उपलब्ध छ। हामीसँग मह पनि छ, हामीसँग भिरमौरीको घरमौरीको मह पनि छ हामीसँग। यो चाहिँ गुच्ची छेउ, यो चाहिँ हाम्रो, यो पनि उच्च हिमाली क्षेत्रमा पाउँछ। यो अबको सिजन सुरु हुँदैछ यसको चाहिँ। यो चाहिँ गुच्ची छेउ हो। यो चाहिँ हामीलाई एकदमै मुटु रोगीलाई विशेष फाइदा गर्छ है यो चाहिँ है त। अब हामीसँग रहेको छ चिराइतो। चिराइतोको कुरो मैले भन्नै पर्दैन होला, तपाईँसँग थुप्रै साथीहरूलाई जानकारी छँदैछ। किनभने यो चिराइतोले गर्ने भनेको विशेषताहरू पनि थुप्रै छ। तपाईँले हामीसँग काँचो, यो चाहिँ यो धुलोमा छ, हामीसँग पाउडरमा छ, यो काँचोमा है। अब हामीसँग रहेको छ यो चाहिँ फर्सीको बिया भित्रको भाग। यो एकदमै यसमा प्रोटिन पाउँछ, यसमा डाइटिङ पनि हुन्छ। यसले चाहिँ इनर्जी पावर चाहिँ बढाउँछ है। अब हामीसँग रहेको छ जुम्लाको यो चाहिँ हामीसँग स्याउको भुजा। हामीसँग यो एकदमै अहिले पनि जुम्लाको स्वाद, स्याउको स्वाद लिन सकिन्छ है योमा है त। अब रहेको छ हामीसँग चिमुर। यो चाहिँ चिमुर किनभने यसको बास्ना, यसको सुगन्ध अनि यसले दिने स्वाद चाहिँ अझै बेग्लै छ यसको अन्त फेरि है त। अब हामीसँग रहेको छ कामराज। यसले पनि हड्डीलाई मजबुत बनाउँछ। यसले विशेष लेडिजहरूले खाँदा उपयुक्त हुन्छ है। अब हामीसँग छ शिलाजित। यो छ हामीसँग शिलाजित है त। शिला भनेको ढुङ्गा, जित भनेको ढुङ्गा भित्र आएको चाहिँ यो शिलाजित। यो चाहिँ यो चाहिँ उच्च हिमाली क्षेत्रमै पाउँछ, तराई बेल्टमा पाउँदैन है त। यो पाउने भनेको जुम्ला, कालीकोट, डोल्पा, जाजरकोट, दार्चुला, बदाङ जस्तो उच्च हिमाली क्षेत्रमा प्राय तपाईँको भिर पाखामा हुन्छ। यो चाहिँ यसलाई हामीले पहिला हामीसँग पत्थर हुन्छ, ढुङ्गा हुन्छ। ढुङ्गाले हामीले यसलाई रिफाइन गरेर हामीले चाहिँ अहिले हामीले यसलाई ब्रान्ड प्याकेटमा ब्रान्ड गरेको छ है त। यो चाहिँ सेफ्रोन, यो केसर। यसले गर्ने भनेको आँखाको रोशनीहरू, यसले गर्ने भनेको चाहिँ रगतलाई रिफाइन। अनि यो डेलिभरी, विशेष डेलिभरी आइमाईहरूले खाँदा चाहिँ केटाहरू, छोराछोरीहरू यङ जन्मिन्छन् भन्ने चाहिँ अहिले पनि यो चाहिँ तपाईँले जताततै युट्युबसम्म पनि हेर्न सक्नुहुन्छ है यो सेफ्रोन केसरलाई है त। अब हामी विशेष गरी अब हामी अर्ग्यानिक तर्फ यो चिनु पनि छ हामीसँग। यसको हामीले चाहिँ भातै पकाएर खान सकिन्छ। यसको मुरी पनि भन्छ है, चिनाको मुरी पनि भन्छ। यो जुम्लाको माथि चामल, फापरको पिठो, कोदोको पिठो, हामीसँग थुप्रै जडीबुटीहरू पनि पाउँछ है। विशेष एर्चागुमा पनि पाउँछ। यो तपाईँ कहाँ हो भने काठमाडौँको जस्ट सोरेखुट्टेको उकालोको जस्ट अपोजिट तपाईँको दायाँ साइडमा आएर तपाईँले लिन सक्नुहुन्छ यहाँ। अनि हाम्रो आदरणीय जेठानजी हुनुहुन्छ। जेठान साहब, तपाईँको नम्बर त्यहाँ भनिदिनुहोस् है, किनभने लिने मान्छेहरू आउँछन्। 98 63 59 70 मा तपाईँ चाहिँ व्हाट्सएप नम्बर पनि छ। त्यसमा आएर तपाईँलाई होम डेलिभरी पनि हुन्छ है।